जस्तै हेर्नुहोस् है, तपाईँहरू यात्रा गर्दा गर्दै तपाईँहरूको बाइक कसरी चेन फुस्कियो होइन, यसरी चेन फुस्कियो भने चेनलाई कसरी टाइट गर्ने होइन, बिना टुल्स है, बिना टुल्स कसरी टाइट गर्ने र मेकानिक बिना चाहिँ हामी गन्तव्यसम्म कसरी पुग्ने या वर्कसपसम्म कसरी पुग्ने आजको भिडियोमा म तपाईँलाई सम्पूर्ण कुरो सिकाउँछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। सुरुमा चाहिँ हामीले बाइकलाई न्युट्रलमा राख्नुपर्ने हुन्छ होइन, र अब चेन लगाउन तपाईँलाई थाहै होला, यसरी माथिपट्टिबाट यसरी बिस्तारै लगाउनु होला र चक्कालाई हामीले यसरी घुमाउनुपर्ने हुन्छ। हेर्नुहोस् है, चक्कालाई यसरी बिस्तारै घुमाएर हामीले चेन त लगाइसक्यौँ। अब हाम्रो चेन त यति धेरै लामो छ, कसरी टाइट गर्ने भनेर त म तपाईँलाई सिकाउँछु है त। अब चेन धेरै लामो भयो भने चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भने यो यसरी धेरै लामो चेन छ नि, अब यो धेरै लामो चेन छ भने चाहिँ हामीले यस्तो खालको एउटा दाउरा खोज्नुपर्ने हुन्छ है। अब जति धेरै लामो छ त्यति ठुलो लगाउन सक्नुहुन्छ होइन, र चेन कभर भएको बाइकमा पनि हुन्छ। अब यहाँ चेन कभर चाहिँ मैले निकालेर देखाइरहेको छु होइन, र हामीले चाहिँ हेर्नुहोस् है, यो दाउरा छ नि, यो जुन दाउरा छ यस्तो खालको दाउरा हेर्नुहोस् है, यस्तो खालको दाउरा छ नि। अब यसलाई चाहिँ हामीले यसरी यहाँ हेर्नुहोस् है, यसरी एड गर्न सकिन्छ। हेर्नुहोस् है, यो जुन चेन छ नि, यो माथिपट्टि चाहिँ हामीले यसरी एड गर्न सकिन्छ है। यसरी दाउरा यसरी राखिदिनु होला होइन। यसो गरेर चाहिँ हाम्रो के हुन्छ भने माथिपट्टि हेर्नुहोस् है, हाम्रो चाहिँ यो दाउराले चाहिँ हाम्रो चेनलाई उचालिदिन्छ। उचालेपछि हाम्रो के हुन्छ, चेन टाइट हुन्छ। अब यो चेन टाइट भएपछि हाम्रो के हुन्छ भने अब यो सानो दाउरा छ होइन, तपाईँको धेरै लुज छ भने योभन्दा ठुलो पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ है। यसरी दाउरा राख्नु होला। अब तपाईँले चलाएर देखा भन्नुहुन्छ होला होइन, अब म तपाईँलाई यो बाइक पनि चलाएर देखाउँछु है त। हाम्रो चेन चाहिँ फुस्किँदैन। अब यो दाउराले गर्दाखेरि के हुन्छ भने हाम्रो चेन पनि बिगार्दैन है यो दाउराले चाहिँ, किनभने दाउरा एकदम कफलो हुन्छ, चेन चाहिँ अब फलामको हुन्छ नि त। म तपाईँलाई बाइक पनि चलाएर देखाउँछु है त। सुरुमा चाहिँ अब हामीले चाबी अन गर्छौँ होइन, र म तपाईँलाई चलाएर देखाउँछु है त। पक्नुहोस् है त। तपाईँले अप्ठ्यारो परेको बेलामा तपाईँले यसरी हेर्नुहोस् है, यो मेरो दाउरा चाहिँ लामो भयो होइन, तपाईँले छोटो दाउरा यतिको आधी दाउरा काटेर ठ्याक्कै यहाँ लक गरेर चाहिँ होइन चेन फुस्कियो र बारम्बार लामो भएर तपाईँलाई एकदमै दुःख दिएको छ भने चाहिँ तपाईँले यो तरिका अपनाएर चाहिँ गन्तव्यसम्म एकदमै मजाले पुग्न सक्नुहुन्छ। र भिडियोलाई एक सेयर चाहिँ अवश्य पनि गर्न नभुल्नु होला है त।